बालेन बड्डो संसद भवनमा आएर 2-4 वटा कुरा राख्न नसके पनि मैले यहीँबाट 2-4 वटा कुरा भन्छु, राम्रोसँग सुन्नु भन्छ बड्डो। यो विदेशमा आउने जति पनि श्रमिक छन् नि, कामदार क्या हो, यो जति पनि काम विदेशमा आएर काम गर्ने मान्छेहरूलाई चाहिँ नि नेपालमा चाहिँ नि धुतेर फुतेर खाएका छन् नि, 4-4, 5-5, 6-6 लाख रुपियाँ तिर्नुपर्ने गरे अहिले मलेसियाउनलाई। अनि भनेपछि यो रुपियाँ क्या लाग्यो, म्यान पावरले मात्र खान्छ कि अरू मान्छेहरूले पनि खान्छन् क्या लाग्यो? त्यो खानु पनि कति खायो कि जातिपाति खानुहरू पनि अचम्म मानौ हो। यस्ता खालका मान्छेहरूलाई चाहिँ नि छानबिन गरेर समाउँदै छोप्दै लिगिन चाहिँ हुल्दै गर्नुपर्यो। जातिपाति गरेर एक यिनीहरूले चाहिँ त्यहाँनै बसिन, काठमाडौँमा आइन चियाचुसी लगाइन चाहिँ दारा फालाफाल गर्ने चाहिँ होटलमा तिनीहरूले चाहिँ नि त्यत्रा बिल्डिङ सिल्डिङ खडा गर्ने। हामी विदेशमा आइकन चाहिँ नि 6-7 वर्ष 8-9 वर्ष अनि जीवनै बिताइकन पनि आफ्नो चाहिँ नि घर व्यवहार यताउता राम्रोसँग चलाउनै नसक्ने, जति कमाइ राम्रो भइजा पनि। अनि यो क्या भइन हुन्छ, कसरी हुन्छ यो? त्यस्ता खालका भ्रष्टाचारी, त्यस्ता खालका चाहिँ एकदम ठगहरूलाई समाउँदै खोरमा लिँदै जाग्दै गर्नु, नत्र हामी मान्नेवाला छैनौँ। यो कानुन गराउँछौँ कि भनिन चाहिँ हामीले पनि भोट दिन लगाएका हौँ घरा मान्छेहरूलाई। मैले भन्दै आउँछु